प्रस्तावित नेपाली कम्युनिस्ट पार्टीको 23 बुँदे प्रतिबद्धता प्रदेशका जनप्रतिनिधिको संख्या घटाउने। नेपाली कम्युनिस्ट पार्टीको सम्मेलनबाट 9 बुँदे प्रस्ताव पारित। सहकारी ठगीमाथि सरकार कडाई गर्दै परिवार र भूपुको नाममा राखिएको सम्पत्ति पनि जफत हुने। प्रधानमन्त्रीको नियुक्ति असंवैधानिक भन्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार। 10 घटकले पुग्यो भन्ने पक्षमा छैनौ, एमालेसँग पनि मिल्न तयार छौं भन्छन् नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भन्छन् कम्युनिस्ट एक हुनुमा जेनजी आन्दोलनको मुख्य भूमिका छ। कम्युनिस्ट आन्दोलनले यो दिनलाई कहिल्यै बिर्सदैन। राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभार भएको उपसंयोजक माधव कुमार नेपालको भनाई। वामदेव गौतम भन्छन् प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जाउँ। कम्युनिस्ट पार्टीहरूको एकतामा बल पुर्याउने ध्येयले नेपाली कम्युनिस्ट पार्टीको घोषणामा सहभागी भएको झलनाथ खनालको भनाई। जाँचबुझ आयोगले लिन थाल्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान। महाधिवेशन चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमै अल्झियो नेपाली कंग्रेस। महेन्द्र राय यादव भन्छन् क्रान्तिको नायक भनेका प्रचण्ड नै हुन्। एकता सभामा जताततै तारा चिन्ह फहराएको देखेर सुबाराज काफले दंग परे। प्रचण्डसँग 8 वर्ष बिदा सकेर फेरि जुट्यौं भन्छन् गोपाल किराँती। म्यानमारमा अलपत्र परेका 14 नेपालीको उद्धार। दलहरू भन्छन् जेनजीको भावना अनुसार सचिएर अगाडि बढ्छौं। जाँचबुझ आयोग विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी। सिन्धुपाल्चोकमा प्रधानाध्यापक माथि विद्यालयका अध्यक्षले गरे कुटपिट। पठाउ राइडरको कोठामा भेटियो स्वचालित हतियार इन्सास, 1 जना पक्राउ। बहुविवाह मुद्दामा दोषी ठहर भएका एमाले नेता पासाङ शेर्पा दिल्ली बजार कारागार चलान। कंग्रेसका 9 लाख क्रियाशील सदस्य मध्ये 3 लाखको मात्रै नवीकरण, शीर्ष नेताहरूकै जिल्लामा देखियो समस्या। पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 88.5 करोड हिनामिना, पक्राउ परे 8 जना। रञ्जु दर्शना भन्छिन् नयाँ दल गठनका लागि बालेन कुलमान र सुमनासँग छलफल भइरहेको छ। पुनर्निर्माण कोषमा नेशनल लाइफ इन्स्योरेन्सको 1 करोड सहयोग। एमाले प्रति संकेत गर्दै रामकुमारी झाँक्री भन्छिन् विचार र सिद्धान्त मिल्नेसँग एकता हुने नै हो। घनश्याम भुसाल भन्छन् मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्छौं। पोखरा विश्वविद्यालयका पदाधिकारी भागवण्डामा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश। 2600 नाग्यो शेयर बजार, फाइनान्समा देखियो आकर्षण। 10औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने राखेपको निर्णय। आईसीसी T20I अलराउन्ड वरियतामा दिपेन्द्र सिंह एरी 6औंमा झरे। आईसीसी लीग 2 क्रिकेटमा नेपालको हारको यात्रा रोकिएन। अन्तिम खेलमा यूएईसँग 4 विकेटले पराजित। न्युयोर्कका सबैभन्दा कान्छा मेयर जेरहान मन्दानी को हुन् हेर्नुहोस् आजको समाचारमा। चीनले स्थगित गर्यो अमेरिकी सामानमा थप शुल्क योजना। अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो हवाई सेवा र जनजीवनमा प्रत्यक्ष असर। फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको संख्या 66 पुग्यो।